लगभग संसदीय प्रणालीबाट नेपाल अगाडि बढ्दै गरेको अवस्थामा यो शासन व्यवस्थै हल्लिने गरी यसरी जेनजीहरूले आन्दोलन त गरे, तर त्यो आन्दोलनले पनि अहिले हाल रहेको संसदीय व्यवस्थालाई परिवर्तन गर्ने प्रकारको तरिकाले कुनै पनि सहमति सम्झौता किन भइराखेको छैन। यो मुख्य आन्दोलनको जेनजीहरूले भने जस्तै नेतृत्वकर्ता र मोमेन्टलाई अगाडि बढाउने बालेन शाह अहिले कहाँ छन्? यो विषयमा किन उनी अगाडि कुरो बढाउन चाहँदैन? यदि यस्तै हो भने यो जेनजीहरूको प्रत्यक्ष कार्यकारी प्रमुख को माग कहिले पुरा हुन्छ? पुरा हुने छाटकाट पनि देखिँदैन। र अर्को कुरो, भ्रष्टाचारीलाई कारबाहीको अर्को एजेन्डा जेनजीको खासै अगाडि बढेको पाइँदैन। एउटा अहिलेको हालको स्थिति सरकारको हेर्दा संसदीय शासन प्रणाली त नेपालमा एक ढङ्गले भन्दा फेल शासन प्रणाली हो। यसलाई पनि सच्याउने कुनै पनि यो आन्दोलनको राह प्रतापले फेर्न सक्ने अवस्था देखिँदैन। अर्को कुरो, भ्रष्टाचारीलाई कारबाही पनि सरकारले त्यस्तो ढङ्गले अगाडि बढाएको पाइँदैन। एउटा सरकार गयो, अर्को विस्थापित जस्तो मात्रै देखिन्छ। यसले जनताको जीवनमा कुनै पनि परिवर्तन आउने देखिँदैन।